क्या दामी दामी झुन्डेर रहेछ हेर्नु न भिड चाहिँ डरलाग्दो भिड रहेछ आम्मामा हेर्नु न चेप चेप। वेलकम ब्याक टु माई च्यानल। तपाईँलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। के कस्तो हुनुहुन्छ? आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भनेर। अनि म पनि एकदमै सन्चै छु है। अनि आज चाहिँ म चाहिँ रेडी भइसकेँ। आज म गएको मेरो घर उता घर होइन। अनि अब दिवाली पनि आइहाल्यो है। तपाईँहरू सबैजनालाई एडभान्समा ह्याप्पी दिवाली छ होइन। अब चाहिँ म रेडी भइसकेको, दादा पनि रेडी भइसकेको छ यहाँ होइन। पुक्क फुलिँदै हेर्दैछ मलाई हो। हुन्छ अब चाहिँ म तपाईँहरूलाई बाटोमा देखाउँदै जान्छु। सो हेर्दै गर्नुहोस् होला। अनि मन पऱ्यो भने चाहिँ जतिसक्दो मेरो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला। हुन्छ अब म तपाईँहरूलाई एकैचोटि बाटोमा भेट्ने छु ल। निस्केको हामी हेर्नु न, ब्याग बोक्थ्यो क्या, यत्रो ब्याग बोक्थ्यो। हामी यहाँ गाडी पर्खिरहेछ। हामी चाहिँ बसमा जाउँ भनेको होइन। दिन चाहिँ घाम चरक्कै लागेर राम्रो भइरहेको छ हो। ब्याग फेरि हामी सानो छ। गुड मर्निङ भन्नु न। होइन पुक्क फुल्ले जस्तो भइरहेछ के भएको चाहिँ बस पनि आयो। बस पनि खाली मजा लाग्छ मलाई त बसमा जानु। तर गाडी जाम भएर हेर्नु नि अहिले हामी त भर्खर आइपुगेको होइन। अम्बो क्या भिड रहेछ यहाँ त बजार त हेर्नु न। अम्बो खै कहाँ गयो तृष्णा पनि आएछ नि त। अनि त्यसलाई पनि भेटौँ भनेको रमझम भइरहेको साथीहरू हेर्नु दिवालीको। क्या दामी दामी झुन्डेर रहेछ हेर्नु न। भिड चाहिँ डरलाग्दो भिड रहेछ आम्मामा हेर्नु न चेप चेप। झिलिमिली भइरहेको छ। टुक्काले हेर्नु न आम्मामा भिड। घाम लागेछ यस्तो हो। लन्च यहाँ छ तपाईँको सुँगुरको खुट्टा। अब चाहिँ हामी लन्च गरेको साथीहरू। अहिले त यहाँ छ कृष्ण पनि आइरहेको छ हो। म त के साह्रो भिड हौ साथीहरू। गरम हुन्छ त्यस्तै, मान्छे त्यस्तो साह्रो। अब चाहिँ हामी गाडी पर्खिरहेको छ है। गाडी त 2 बजीमा चाहिँ जान्छ अरे। अब चाहिँ गाडीको वेटमा छ हाम्रो। अब मान्छेहरू छ यहाँ। तपाईँहरू मान्छेहरू चाहिँ खेल्नु हाल्छ होला। यति बिना जाम छ। त्यस्तो मेरो फुल रहेछ यहाँनिर हेर्नु। दामी दामी हेर्नु न। सयपत्रीको मालाहरू हेर्नु कस्तो दामी दामी। जहीँ तहीँ भिड हौ आज त आम्मामा। यता हेऱ्यो यतै, उता हेऱ्यो उतै। हेर्नु न झिलिली देखेर लोपै लाग्यो मलाई त यहाँनिर। आम्मामा बत्ती छैन रहेछ तर। हत्तु भयो साथीहरू। फाइनली गाडी आयो होइन। यस्तो भिड छ यहाँ चाहिँ हो। खुट्टा छिराउने जग्गा पनि छैन रहेछ। अब चाहिँ हामी लागेको घरतर्फ हो साथीहरू। यस्तो पहिरो गएको रहेछ नि साथीहरू होइन। अनि यहाँ चाहिँ बनिँदै रहेछ रोड। अन्त चाहिँ हामी चाहिँ हिँड्नु पर्दैछ। हाम्रो मारिबुङको चाहिँ यतानिर चाहिँ डरलाग्दो पहिरो गएको रहेछ। त्यही भएर हामी चाहिँ हिँड्नु परेको। आम्मामा यहाँ त ठुलै गएको रहेछ नि त। यस्तो गएको रहेछ नि त। अन्त अबुई डरै लाग्दो। बुई डर पो लाग्यो। यस्तो भएको रहेछ नि त यहाँ हेर्नु त साथीहरू। हाम्रो बाटो चाहिँ यस्तो भएछ बिचारा। यहाँबाट चाहिँ बनिँदै रहेछ उयो। डर लाग्दै भएको रहेछ। नेली आइपुगेँ म चाहिँ घर होइन। यस्तो अम्बो हेर्नु न झन्। अम्म
थकित भयो थकित सुनसान भइरहेको रहेछ हो आया गले ओह हेर्नु न फुल पनि दामी फुलिरहेको रहेछ मेरो यो चाहिँ मेरो दोकान थियो पहिला हो र म चाहिँ भर्खर घर आइपुगेँ होइन घरमा चाहिँ खोलेको छुइनँ चाबी तलै छ नि त फुपोकमै सो त्यही भएर होइन रातै पऱ्यो नि यहाँ त पुरा चिसो चढेको रहेछ होइन चिसो भएको छ पुरा यो चाहिँ हाम्रो गाउँ हो होइन यसलाई चाहिँ मारेबुङ तारधुरा भन्छ सो कतिजनाले चिन्नुहुन्छ है कतिजना त चिन्नु हुँदैन अनि म चाहिँ जस्ट आइपुगेको साथीहरू मलाई भेट्नु मेरो मामा पनि आउनु भएको छ हो अब चाहिँ हामी एकछिन रेस्ट गरेको पुरा थाकेँ हो एकछिन चाहिँ बिसाएर चाहिँ काम गर्नु छ होइन साथीहरू यहाँबाट चाहिँ यस्तो देख्छ मेरो घरबाट चाहिँ नजाराहरू यो माथि देखेको चाहिँ दार्जिलिङ हो भोलि देखाउँछु तपाईँहरूलाई यहाँबाट कञ्चनजङ्घा यस्तो दामी देख्छ हो इफ घाम लागिहाल्यो भने चाहिँ म तपाईँलाई देखाउँछु नि ल थकित भयो नि हौ साथीहरू पुरा थाकेँ होइन बिचरा माया लाग्यो कति दिन बाद घर आएर होला कि हेर्नु न आम्माम झारजङ्गल यो काममै जाने रहेछ अब मेरो भोलि चाहिँ अरे यहाँ चाहिँ दिवाली भइरहेको छ त दामी बनाइरहेको छ अङ्कलले घरमा मेरो फुपूको घरमा चाहिँ यहाँ यस्तो बनाइरहेको छ फुपूले हो यिनीहरूको फेरि यहाँ पुरा प्र्याक्टिस हुँदो रहेछ देउसुरे तपाईँहरूलाई पनि देखाउँछु मलाई साथीहरू यिनीहरूको देखाउँ भनेर बिचमा सुन्छु यहाँको यहाँ प्र्याक्टिस हुँदो रहेछ नि त यहाँ हाम्रो थुप्दिन भाइ पनि रहेछ है ऊ